दिनरात खटेर यो अभियानमा 21,38,457 रुपैयाँ 24 पैसा उठाउन सफल हुनुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र 317 जना जुन सहयोगदाताहरू हुनुहुन्छ उहाँहरू भगवान रूप हुनुहुन्छ। उहाँहरूलाई पनि म 17 छ अरू बीचमा एबीसी पनि छ अरू पनि छ जस र संस्था पनि बीचमा हुनुहुन्छ। उहाँहरूलाई म व्यक्तिगत तर्फबाट र यो समर्पणको लागि संयोजक भूमिका उहाँहरूले दिनुभयो। उहाँहरूलाई समर्पणको संयोजकको भूमिकाको तर्फबाट पनि र म इन्द्र लिमेलको तर्फबाट पनि म उहाँहरूलाई हात जोडी धेरै धेरै धन्यवाद दिन चाहन्छु। उदयपुर रौतामाई गाउँपालिका 5 हात्ती पाइलेका मृगौला रोगबाट पीडित 33 वर्षीय विक्रम सारू मगरको उपचारका लागि सञ्चालन गरिएको बचाउ अभियानमा झन्डै 22 लाख रुपैयाँ रु 21,38,457 रुपैयाँ 24 पैसा सहयोग सङ्कलन भएको छ। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका 5 हात्तीपाइले निवासी स्वर्गीय मानबहादुर मगरका नाति तथा गुमान सिंह मगरका छोरा विक्रम सारू मगर आर्थिक रूपमा कमजोर पारिवारिक अवस्थाका कारण उपचार खर्च जुटाउन नसक्ने स्थितिमा पुगेका थिए। बचाउ अभियानको सुरुवात 2082 साल वैशाख 12 गते शुक्रबारका दिनबाट गरिएको थियो। करिब 45 दिनसम्म सञ्चालन भएको उक्त अभियान 2082 जेठ 25 गतेमा सम्पन्न भएको हो। अभियानको क्रममा 318 जना स्वयंसेवक तथा नेतृत्वकर्ताहरूको सक्रिय सहभागिता रह्यो भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब 450 देखि 500 जनाको योगदानबाट सो रकम सङ्कलन गर्न सफल भएको अभियान सञ्चालक इन्द्र लिमेल मगरले जानकारी दिए। 100 रुपैयाँदेखि लिएर लगभग 60,000 सम्म एकजना मार्फत उठेर चाहिँ यो अहिलेको यत्रो रकम चाहिँ हाम्रो जम्मा भएको छ। अभियानको समापन कार्यक्रममा काठमाडौँ स्थित नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चको कार्यालयमा आयोजना गरिएको थियो। कार्यक्रममा औपचारिक रूपमा चेक हस्तान्तरण नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा संविधान सभा सदस्य माननीय विशाल भट्टराई र उदयपुर क्षेत्र नम्बर 2 का सांसद माननीय अम्बर रायमाझीद्वारा संयुक्त रूपमा बिरामी विक्रम सारू मगरलाई प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै नेता भट्टराईले भने प्रधानमन्त्री ओलीज्यूको उदाहरणबाट पनि आत्मबल लिने प्रेरणा पाइन्छ। आत्मबल नै मान्छेको सबैभन्दा ठुलो शक्ति हो। उनले भने बिरामी विक्रमलाई आत्मबल मजबुत बनाउन आग्रह गर्दै सहानुभूति प्रकट गरे। यस्तो मानवीय कार्यमा जसले तत्परता देखाउनु भयो, जाँगर चलाउनु भयो, त्यो हामी सबैका लागि स्तुत्य छ। त्यो हामी सबैले स्तुति गर्नुपर्ने, प्रशंसा गाउनुपर्ने व्यवहार नै हो। म सम्झन्छु प्रकाश बन्जारा सहयात्री भन्ने सुन्तले हाम्रो खोटाङकै भाइ हुनुहुन्छ, अर्को केदार आले मगर हुनुहुन्छ। उहाँहरू दुवै विदेशमा हुनुहुन्छ। विदेश भनेको त घरको गर्जो टार्न, बच्चा बच्ची पढाउन, अलिकति घरमा थोरै भए पनि आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले जानुभएको हो। तर म देखिरहेको छु निरन्तर उहाँहरू यस्तो सामाजिक अभियानमा हुनुहुन्छ। अहिले चाहिँ हाम्रो यहाँ मृगौलाको जो बिरामी हुनुहुन्छ उहाँको मात्रै नभएर यसभन्दा अगाडि पनि धेरैजना बिरामीहरूको चाहिँ उहाँहरूले आर्थिक सङ्कलन गरेको, हस्तान्तरण गरेको मै पनि धेरै कार्यक्रममा उपस्थित भएको छु। त्यसकारणले गर्दाखेरि यो धेरै अनुकरणीय, धेरै अनुसरणीय र हामी सबैले चाहिँ सिक्नुपर्ने कुरा हो। जस्तो एकजनाले लगानी परेको भयो 21 लाख रुपियाँ त अब यो के भन्ने, अब यो यति ठुलो चिज हो कि हाम्रो पहाडको सबै खेत बारी जम्मै बेच्दाखेरि पनि आउँदैन। अब एकजनाले लगानी गर्नु पर्यो भने त यो हाम्रो लागि महाभारत हुन्छ। हामी नेता भइखाएका हाम्रै लागि पनि केही उपाय छैन यस्तो अप्ठ्यारो पर्यो भने। तर आज के देखियो त भन्दाखेरि 5,000, 10,000, 2,000, 1,500 जम्मा गर्दाखेरि यत्रो हुन्छ भनेपछि यही हो सहकारी र सहकार्यको संस्कृति भनेकै यही नै हो। यो धेरै उच्च स्तरको चाहिँ समाजसेवाको काम हो यो। र यस्तो काम चाहिँ प्रत्येक काममा हामी लाग्यौँ भने धेरैजना मिल्दाखेरि स्वाभाविक रूपमा यसै बल पुग्छ। तर एकजनाले त्यसमा इफोर्ट गर्नु पर्यो भने कति गाह्रो हुन्छ। त्यसकारणले गर्दाखेरि विक्रम
सारू मगरको आज जे स्वास्थ्यको अवस्था छ, तपाईँ किञ्चित पनि चाहिँ मनोबल कमजोर नपार्नु होला। यो एक त आर्थिक हिसाबले पनि तपाईँ अब मजबुत हुनुभयो, आज चेक हस्तान्तरण हुँदैछ। अर्को कुरो, तपाईँका पछाडि हामी छौँ, समाजका अरू मान्छेहरू छन् भनेर पनि उच्च मनोबल बनाउनु होला। एउटा बिरामीको एउटा महत्त्वपूर्ण कुरा हामीले जान्नुपर्ने कुरा के भने मनोबल आधा हो उपचारमा। उच्च मनोबल भएको मान्छे यसै ठिक हुन्छ। हाम्रै प्रधानमन्त्री केपी शर्मा ओली, तपाईँहरूलाई थाहा छ, एउटा ट्रान्सप्लान्ट गर्नुभयो, 12 वर्षपछि अर्को ट्रान्सप्लान्ट गर्नुभयो। उडाउनेहरूले 4-4 मृगौला बोकी हिँड्या छ भन्छन्। मानौँ कि त्यो रमाइलोको विषय जस्तो गरी चाहिँ नि फेसबुकहरूमा कता कता लेखेको देख्छु म। त्यो त एउटा सहानुभूति व्यक्त गर्ने विषय चाहिँ हो नि त, उडाउने विषय होइन होला नि त। तर एउटा कुरो के हो भने धर्म भन्ने चिज चाहिँ समाजमा हुन्छ। जो मान्छेले अर्काको कमजोरीमा, बिरामीमा, अशक्ततामा, असमर्थतामा व्यङ्ग्य गर्छ, सामान्यतया त्यो मान्छेको पनि हालत चाहिँ राम्रो हुँदैन। अब कसैले चाहिँ नि उहाँ हामी जिउँदै मान्छेको पनि लेखिरहेको हुन्छ नि, रिप भनेर लेख्छन्, केही लेखो भने। मैले त जवाफ दिने गरेको छु म्यासेन्जरमा गएर, त्यहीँ त म जवाफ दिन्न, तर मभन्दा पहिला त तिमी नै मर्छौ भनेर लेखिदिने गरेको छु मैले। किनभने अर्काको जिउँदो मान्छेलाई रिप भन्ने, श्रद्धाञ्जली व्यक्त गर्ने मान्छे बाँच्छ होला भन्नु न, त्यो पीडाले पनि पहिले मर्छ। यस्तो खालको परपीडकहरू, यस्तो खालको दुर्भावना सोच्नेहरू, यस्तो खालको असाध्यै गलत मानसिकता भएका मान्छेहरू पनि समाजमा छन्। तिनलाई चाहिँ यो अहिले चाहिँ हामीले सञ्चालन गरेको यो कार्यक्रम र यो विक्रम सारू मगरलाई बचाउने जुन अभियान छ, प्रकाश बन्जारा, केदार आले मगरले सञ्चालन, इन्द्र लिमलहरूले सञ्चालन गर्नुभएको, यो त तिनीहरूका लागि एउटा ठुलो पाठ हो। नकारात्मक कुरा दिमागमा बोकेर हिँड्ने र जिउँदै मान्छेलाई रिपको कामना गर्ने मान्छेहरूले यसबाट धेरै ठुलो पाठ सिक्नुपर्छ, जान्नै पर्छ। यसबाट उनीहरूले सिके भने समाजलाई पनि राम्रै योगदान हुन्छ। र नकारात्मकताको खेती गर्ने, नेगेटिभिटीको प्रचार गर्ने र जहिले पनि उल्टो मात्रै खेदिने मान्छेहरूलेबाट यो महान कामबाट चाहिँ सिकुन्। विक्रम सारू मगर बचाउ अभियानबाट राम्रोसँगले पाठ सिकुन् भन्ने कुराको पनि यो सन्देश दिन चाहन्छु। उच्च मनोबलका साथ अगाडि बढ्नुहोस्, तपाईँको जीवन पहिलाको जस्तै अवस्थामा फर्किन्छ। बिरामी विक्रम सारू मगरले सहयोगी सबैप्रति आभार प्रकट गर्दै भने, अब मलाई बाँच्ने आशा पलाएको छ। तपाईँहरूको सहयोगले मलाई नयाँ जीवन दिएको छ। जस धेरै खुसी लाग्यो, गर्दाखेरि के नहुने रहेछ, सबै चिज मिल्दो रहेछ। मैले त सोचेको पनि थिइनँ अब यतिसम्म उठ्छ, यतिसम्म सपोर्ट मिल्छ भनेर। तर खुसी छु आज अब ट्रान्सप्लान्टको लागि जस सपोर्ट पाएँ। जस अहिले चाहिँ के भन्ने अब त्यसलाई, अब बाँच्छु भन्ने आश पलाएको छ भन्दै सम्पूर्ण सहयोगदाताहरूमा हृदयबाट नै धन्यवाद दिन चाहन्छु। सहयोग सङ्कलनमा योगदान पुर्याउने हुने अभियन्ताहरूमा प्रकाश बन्जारा हाल मलेसिया, केदार आले मगर हाल कुवेत, अर्जुन मगर कुवेत, विश्व राणा मगर साउदी, भुवन सारू मगर साउदी, विदुर कार्की काठमाडौँ, किरण सारू मगर युएई, प्रेम राणा मगर साउदी, उमेश बुर्जा मगर साउदी, मनोज आले मगर खोटाङ, नरेन्द्र आले मगर बराइन लगायतका बिरामीका परिवार र बिरामी स्वयंको निरन्तर सक्रियताका साथ उल्लेखनीय रहेको थियो। कार्यक्रममा माननीय राईमाझीले सहयोगदाताहरूप्रति आभार प्रकट गर्दै बिरामी विक्रमको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे। इतिहास हामीले रच्यौँ। एउटा मान्छेलाई हामी आफ्नो गाउँ टोल ठाउँबाट श्रम गर्न खाडीका विभिन्न मुलुकहरूमा गएर पनि कम्तीमा हामीले केही योगदान गरेर मान्छेको जीवनलाई चाहिँ परिवर्तन गर्न सकिन्छ, बचाउन सकिन्छ भन्ने जुन यो अत्यन्तै प्रभावकारी उदाहरण हो। जो साथीहरू लाग्नुभयो, उहाँको नाताको, उहाँको परिवारका साथीहरू लाग्नु होला, अरू श्रम गर्ने साथीहरू लाग्नुभयो, कोही कतार, कोही दुबई, कोही मलेसिया, कोही साउदीमा बसेर चाहिँ कम्तीमा यत्रो बृहत पैसा जुटाएर कम्तीमा विक्रमजीको जुन जीवनलाई चाहिँ नयाँपन दिनको निम्ति धेरै साथीहरूले सहयोग गर्नुभयो। मेरै गाउँपालिका रौतामाईका, खोटाङका, छिमेकी अरू जिल्लाका साथीहरू जसरी योगदान गर्नु, यसको त कुनै यो प्रशंसा गर्ने ठाउँ नै छैन, यसको तुलनै छैन। जति गर्दा पनि यो कहिले पनि हुँदैन। तर अर्को एउटा यसका साथसाथै एउटा के उदाहरण पेश गर्यो भने मन हुँदाखेरि चाहिँ गर्न सकिन्छ भन्ने पनि हामीलाई उहाँहरूले पनि एउटा उदाहरण दिनुभएको छ। म धेरै कुरा केही भन्न, सबै सहयोगी मनका एकदम हृदयका धनी साथीहरूलाई चाहिँ
उहाँहरूलाई म त्यो क्षेत्रको जनप्रतिनिधिको हिसाबले त्यो क्षेत्रको स्थानीयवासीको हिसाबले उहाँहरूप्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। विक्रमजीको अब यो पैसाले कम्तीमा पैसाको अभाव अब उहाँको फादरले बुवाले चाहिँ जुन किडनी दिने पनि जुन एउटा प्रोसेस अघि बढिसकेको रहेछ। अब यसले चाहिँ तपाईँको यो नयाँ जीवन कम्तीमा सुरुवात होस् र चाँडोभन्दा चाँडो चाहिँ तपाईँको स्वास्थ्य लाभ गरेर अब फर्किनुहोस्। त्यसको निम्ति अन्य अब काहीँ थपघट केही लाग्नुपर्ने भेट्नुपर्ने डक्टरलाई भन्नुपर्ने कमेन्ट विशाल भट्टराई पनि हुनुहुन्छ, म पनि यहीँ छु। अब हामी पनि लागौँला अरू थप हिसाबमा लाग्ने कुरामा राज्य कोषले दिने कुरामा पनि तपाईँले त्यो सुविधा पनि लिनुहोस्। उहाँले पनि अघि सुनाउनु पनि भयो, उहाँले पनि अब यसमा लागौँ र तपाईँको जीवन चाहिँ राम्रो होस्, सुस्वास्थ्य दीर्घायुको रूपमा चाँडो अगाडि बढोस्। मान्छेको जीवनलाई केही ठेगान हुँदो रहेछ, आज के हुने भोलि कहाँ के हुने भन्ने कुरा नहुने भएकोले हामीले अब एउटा अभियान चलाउँदाखेरि अब यो केही गर्न सकिँदो रहेछ भन्ने कुरा उदाहरण रूपमा जुन पस्किन सफल भयो र तपाईँको जीवनलाई जुन अब स्वास्थ्य लाभ र अब जुन सुस्वास्थ्यको निम्ति जुन एउटा अभाव नभइकन अब चाहिँ म आत्मबलका साथ अगाडि बढ्छु भन्ने जुन एउटा अठोटका साथ यो केही रकम पनि प्राप्त भएको छ, यसको निम्ति सबैप्रति हार्दिक आभार व्यक्त गर्छु। कार्यक्रम सञ्चालन तथा व्यवस्थापन मुख्य भूमिका इन्द्र लिमेल मगरले गरेका थिए। हाल मृगौला पीडित मगरलाई आफ्नै बुबा गुमान सिंह मगरले कोटा मृगौला दिने भएपछि अब बिरामी मगरलाई किडनी ट्रान्सप्लान्ट चाँडै हुने अभियन्ता इन्द्र लिमेल मगरले बताए।